हेलो साथीहरू, हजुरहरू कस्तो हुनुहुन्छ है साथीहरू। म चाहिँ अब उठ्ने बित्तिकै मुख सुख धुलाएँ, ब्रस सर्स गरेर चाय चाहियो साथीहरू, चाय पिएँ। यो चाय भन्ने चिज चाहिँ किन छोड्नु सक्दैन होला नि। यो चाहिँ मेरो बगानको है सब्जी। 5 lakhs वाला नानीहरू पढिरहेको थियो अनि म चाहिँ पकाउनु पसेँ। अब आसपडोसमै आसपडोस भने छेउछेउमै हो, यतापट्टि यता रुम यतापट्टि यता किचन हो। तर हेर्नु न मौसम पनि पानी परेछ। पानी पनि कति दिन भयो आज पानी परेछ। गाह्रो हुन्छ पानी पऱ्यो भने त स्कुल जानु आउनु है। त मैले पढाउँदै त्यही फेरि सोध्दै पढाउँदै मैले यहाँ पकाउँदै थिएँ। चाउमिन खाने भन्थेँ, चाउमिन बनाइदिएको थिएँ। चाउमिन पनि पाकेर रेडी भयो। होइन साथीहरू मेरो छाउ पनि रेडी भयो। छोरालाई छाउ लुक त नाइ फटाफट गरेर सुजनलाई त बसाइहाल्यो। ड्रेस पनि लगाइदियो बाउचेले। ड्रेस लगाउने काम चाहिँ बाउचेको हो कि बाउचेले ड्रेस पनि लगाइदिइहाल्यो। अनि मैले चाहिँ उसको चुल बाँधिदिन्छु। चुल बाँध्न चाहिँ यत्रो टाइम लाग्छ। चुल कपाल राम्रो भयो भने नानीहरूलाई चुल बाँध्दाखेरि एकदमै गाह्रो हुन्छ अनि टाइम पनि लाग्छ। बिहानको टाइममा 8 बजीसम्म स्कुल पुगिसक्नुपर्छ साथीहरू। बिहानै उठेर पकायो सकायो अनि स्कुलको लागि रेडी गर्यो। झमेला काम के यो। स्कुलको टाइममा चाहिँ फेरि निन्द्राले छोड्दैन कहिले पनि। अनि जहिले स्कुल छुट्टी हुन्छ त्यतिखेर चाहिँ साथीहरू निन्द्रा के छिटो छोड्छ नि। खै यो के हो कसैले बुझ्नु सकेको छैन अझसम्म है। त यो मिमीसँग खेल्दा खेल्दा रेनकोट लगाइदिएँ मैले। रेनकोट त लगाउनु पर्यो, गाडी त छैन, गाडीमा त जान्न, स्कुटीमा जाने हो। बुढा त पुऱ्याएर पनि आइसक्यो। आएर ऊ बुढाले चाहिँ भाडै नभेटेको हेर्नु न, कराईमा बसेर खान थाल्यो।